ए बाबा UWS मा सस्तो फी मात्रै भएर भयो, लिभिङ एक्सपेन्स अनि महँगो भयो भने, काम नपाउने भयो भने त सस्तो फीले मात्रै के नाप्छ र भनेर धेरैजनाले मलाई सोध्नु भएको थियो। तपाईँ पनि जान्न चाहनुहुन्छ भने सेभ दिस भिडियो। डेफिनेटली तपाईँले भनेको कुरा राइट हो। यदि लिभिङ एक्सपेन्सेस महँगो भयो अनि जब नै पाइएन भने सस्तो फी हुँदैमा पनि भएन। लेट्स कम्पेयर बिट्विन लन्डन एन्ड स्कटल्यान्ड। अब लन्डनमा तपाईँको दुईजना सेयरिङ रुममा बस्नुहुन्छ भने पर पर्सन 350 to 400 पाउन्ड तपाईँले पर मन्थ पे गर्नुपर्ने हुन्छ एज अ रेन्ट। अब तपाईँ स्कटल्यान्डमा दुईजना एउटा रुममा बस्नुहुन्छ भने तपाईँले नर्मल्ली 250 to 70 मा तपाईँले रुम पाउनुहुन्छ। भनेको लन्डनमा बस्नुभन्दा तपाईँ यहाँनिर बस्दै गर्दा 100-150 पाउन्ड बचत भइरहेको हुन्छ तपाईँको लिभिङ एक्सपेन्सेस। लेट्स टक अबाउट जब मार्केट। लन्डनमा काम पाइन्छ, लन्डनमा काम पाइन्छ, लन्डनमा मात्र काम पाइन्छ, लन्डनमै त काम पाइन्छ भन्ने सोच तपाईँको मात्र नभएर चाइनाबाट आउने, कोरियाबाट आउने, नाइजेरियाबाट आउने, श्रीलङ्काबाट आउने, पाकिस्तानबाट आउने, इन्डियाबाट आउने मान्छेको सोच त्यही हुन्छ। त्यो भएको भएर लन्डनको अहिलेको सिनारियो के छ भन्दा मान्छेहरू धेरै, कम्पिटिसन धेरै, त्यही अनुसारको जब अपर्च्युनिटी चाहिँ छैन। त्यो लेभलमा जब अपर्च्युनिटी चाहिँ छैन, किनकि जति पपुलेसन बढ्छ त्यो अनुसार इन्टरप्राइजेसहरू बढ्ने भन्ने त हुँदैन। त्यो भएको भएर मैले लन्डनमा चाहिँ दाइ 2 महिना भयो काम नपाएको, दाइ 5 महिना भयो काम नपाएको, किसनजी 4 महिना भयो काम नपाएको भन्ने धेरैजनाको मुखबाट सुनिरहेको हुन्छु। तर स्कटल्यान्डमा मैले अहिलेसम्म 5 महिना भयो काम नपाएको, 6 महिना भयो काम नपाएको भन्ने अहिलेसम्म मैले सुनेको छैन। नर्मल्ली मान्छेले एउटा काम आएको 4 हप्तामा, भनेको 1 महिनामा, 3 हप्ताभित्रमा एउटा न एउटा काम चाहिँ गरि नै रहेका हुन्छन्। अब एक्सेप्सनल केस हुन सक्यो, यहाँ पनि कोही आएर मैले पाएन भनेर कमेन्ट गर्न सक्नुहुन्छ फेरि आएर, होइन? त्यस्तो महानुभावहरू कोही हुन सक्नुहुन्छ, तर एकदमै रेसियो कम छ त्यस्तो चाहिँ लन्डनको कम्पेरिजनमा। यहाँनिर मैले धेरैजना स्टुडेन्टसँग चिन्जान हुन्छ, मेरो चिन्जान छ पनि, म देखिरहेको हुन्छु एउटा न एउटा काम चाहिँ उसले गरिरहेकै छ आएको 2 हप्तापछि, 3 हप्तापछि या 1 महिनामा चाहिँ। सो त्यो भएको भएर फी मात्र सस्तो नभएर स्कटल्यान्डको बसाइ पनि कम खर्चिलो छ। त्यस सँगसँगै जब पाउने प्रोबेबिलिटी पनि, यदि तपाईँ मेहनती हुनुहुन्छ र अलिकति प्रुभन आइडिया युज गरेर खोज्नुहुन्छ भने यु विल गेट जब इन विदिन 1 मन्थ। 1 महिनाभित्र चाहिँ एउटा न एउटा काम गरेको मैले धेरैको देखेको छु। यो रिजनले गर्दा फी मात्रै सस्तो नभएर लिभिङ एक्सपेन्सेस र जब प्रोबेबिलिटीको हिसाबले पनि राम्रो छ स्कटल्यान्ड। सो यु क्यान चुज योर मास्टर्स डिग्री एट युनिभर्सिटी अफ वेस्ट अफ स्कटल्यान्ड। टेक केयर, गड ब्लेस यु अल, बाइ बाइ।